So, hello and namaste, दाजुभाइ दिदीबहिनीहरू वेलकम टु माई न्यू ब्लग न्यू डे न्यू ब्लग है त दाजुभाइहरू अनि के गर्दै हुनुहुन्छ तपाईँहरू खाना भएको छैन म त चट्ट पाराले खाना पनि खाएँ होइन अब रोशना पनि जान लाग्छ आज लास्ट डे रोशनाको लास्ट डे आज उहाँले मेरो ब्लगमा केही दुई शब्द बोल्न चाहन्छ दा सुनिदिनु होला मेरो बारेमा दुई शब्द हेलो रोशना आज लास्ट दिन तिम्रो हस्पिटलमा हामी यत्रो दिन भेट्यौँ 20 दिन सँगै 20 दिन जति हामीले टाइम बितायौँ हामीले सँगै खाजा पनि खायौँ होइन हामीले यत्रो समय बितायौँ यत्रो समयमा तिमीलाई कस्तो लाग्यो म भन्नु न दुई शब्द एकदम खुसी लाग्यो एकदम राम्रो लाग्यो एकदम राम्रोसँग क्लोजली मिल्नु भयो हामीसँग त्यही सबैभन्दा त्यही खुसीको कुरा त्यही हो अनि कस्तो भयो हाम्रो आज ममा के कुरा चित्त बुझेन होला के कुरा भन् त्यस्तो केही छैन के कुरा हामी फर्स्ट 2-3 दिन चाहिँ हाम्रो बोलचाल भएन राम्रोसँगले अनि त्यसपछि 1 विक गरिसकेपछि चाहिँ अनि मात्रै हाम्रो राम्रोसँग अलिक क्लोजली बोलेको हो अनि क्लोजली राम्ररी बोलेको अनि के भन्नु On my last day at hospital, one of my close patients always missing you, loving you, Nikistai. तिमीले मलाई बिरामीको रूपले हेर्छौ कि बिरामीको रूपमा पनि अब दाइको भनौँ न रिलेसन त्यसकोमा नि कोही म बिरामी जस्तो लाग्छ तिमीलाई कस्तो क्वेसन भयो बिरामी जस्तो अनि हजुर अलिअलि बिरामी नै हुनुहुन्छ नि Bye bye. See you soon. Guys, like हुन्छ नि not every goodbye is easy के त्यस्तै के सब मुभमेन्ट अब त्यही त हो नि लास्टमा जे गरेर नै हुनुपर्छ अनि तिमीले तिम्रो आफ्नै व्यवसाय हेर्नु पऱ्यो मैले अब एक्सर्साइज गर्नु पऱ्यो भने अब ठिक भएपछि घर जानुपर्छ होइन अनि अब सेलन ठिक भएपछि घर जानुपर्छ कहाँ जानुपर्छ पनि बने बाँकी हो हामी फेरि बलेमा भेट्यो भने अवश्य भिडियोमा एउटा बनाउने नै छु है त बाई बाई see you again Kistai bye miss you missing you more always one of my best star one of my best Nikistai bye bye hello म फेरि भेट्नको स्वागत छ मेरो ब्लगमा बाई बाई तिम्रो नि अब सक्यो होइन सक्यो मेरो नि सकेको त छैन नि म आइहाल्छु नि फेरि तपाईँलाई भेट्न 2.5 घन्टाको भएपछि 2.5 hours छ ल राम्रोसँग जाऊ है त हस् थ्याङ्क यू शुभयात्रा बाई बाई राम्रोसँग बस्छ है हस् तपाईँ पनि राम्रोसँग बस्नु आफ्नो केयर गर्नु ओके बाई बाई सी यू सो दाजुभाइहरू के गर्दै हुनुहुन्छ हो तपाईँहरू चट्टा पारा म चाहिँ मिसिन ल्याएर है ल्याएर पनि हुन लाग्यो बाहिर आज रोशना दिस्या पनि गयो उहाँहरू पनि गयो आजबाट अब कोही छैन नयाँ नयाँ जानु भएको छ इन्टर्नहरू त्यो पनि ठिकै छ सबै त्यही गर्नुपर्छ म पनि अब छिटै ठिक भएर जाऊँ भनेर सोचिरहेको छु तपाईँले पनि भगवान्लाई प्रे गरिदिनु होला मलाई छिटै ठिक होस् भनेर म पनि आफ्नो सक्दो गरिरहेको पनि छु अब यस्तै हो दाजुभाइहरू गर्दैछु गरिरहेको पनि छु नगरे होइन दिउँसो गरिरहेको हुन्छु म प्रायः यस्तै छ के हुनु तपाईँहरूले नि हल्का प्रे गरिदिनु होला म छिटै ठिक होस् भनेर र आजको दिन पनि सकिन लाग्यो म यो भ्लगलाई नि टुङ्गाउँछु
तपाईँहरूको दिन कस्तो रह्यो, सबै दिन राम्रै रह्यो होला। यसो कमेन्टमा 1-2 शब्द के लेखिदिनु होला, माया देखाइदिनु होला। तपाईँहरूले माया देखाइदिनु भयो भने मैले नि यसो के हौसला पाउँछु है त दाजुभाइ दिदीबहिनीहरू सबैलाई बाई, गुड नाइट, सी यू इन द नेक्स्ट ब्लग, see you.